हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अगेन फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। सो आफ्टर लङ टाइमपछि मैले चाहिँ आज एउटा भ्लग बनाउन गइरहेको छु। भ्लग चाहिँ के कस्तो हुनेछ म तपाईँहरूलाई देखाउने नै छु। अवश्य पनि यहाँहरूलाई मेरो भ्लग के कस्तो लाग्नेछ कृपया सल्लाह सुझाव दिनु होला अवश्य पनि कमेन्ट मार्फत। आजको हाम्रो विशेष भ्लग के छ भनेपछि दक्षिण कोरियामा चाहिँ हाम्रो ठेगु मगर सङ्घले चाहिँ भूमे मेलाको आयोजना गरेको छ। अहिले अब रिसेन्टली नेपाल अधिराज्यभरि अब भूमेको चहलपहल भइरहेकै छ। कोरियामा पनि मनाउने कुरा छ। हामी आज 7 बजे यहाँ कोरियाको खिमेसीबाट चाहिँ हामी बस चढेर जाँदैछौँ। अनि त्यहाँ यो कोरिया अधिराज्यभरि बस्ने सबै मगरहरू आउनुहुन्छ। हामी के कस्तो हुन्छ कति रमाइलो हुन्छ म तपाईँहरूलाई भ्लग मार्फत देखाउने नै छु। ओके गाइज, फाइनली म चाहिँ एउटा टोङ क्याफेमा आएर चाहिँ यो जुस खाँदैछु। गाइज चिसो गर्मी भइरहेको छ, चिसो जुस खाइरहेको छु। सो एकछिनपछि साथीहरू भेट्छु अनि बस चढेर म चाहिँ अहिले एकछिनपछि जान्छु। अनि हामी राति उता चाहिँ ठेगुमा चाहिँ राति पुग्छौँ होला। अनुहार यस्तो आइफोनले अलि नराम्रो देखाइरहेको छ, बदमा यस्तो छैन गाइज। ओके, कपाल फालेर भर्खरै निस्केँ। आज कटिङ पनि हुँदैन कपाललाई। त्यही हो गाइज, सी यू। गोर्खाली बोल्न मनलाई गोर्खा हुन हुम तनौकै ठिटो तनौकै ठिटो बोली वचन अलि छैन मिठो गोर्खा मनका मना झप्पै माया गइहालौ हामी ठिक छैन जमाना। भूमे मेला हुने ठाउँ चाहिँ यो हो। ठुलो भवन चाहिँ यस्तै बसिन्छ, सुतिन्छ, नाचिन्छ, गाइन्छ। हाम्रो टिम यहाँ रमाइलो गर्दैछ। फाइनल हामी चाहिँ यहाँ हलभित्र प्रवेश गरिसकेको छौँ। मैले चाहिँ रातिको 10:30 बजी खुल्लाइसक्यो। हामी चाहिँ भर्खर आइपुगेको। यहाँ यस्तो छ पञ्चे बजारसहित स्वागत कार्यक्रम चलिरहेको छ। चाहिँ यो हलभित्र चाहिँ फ्लो भूमे मेला हुन्छ हाम्रो। ओके गाइज, फाइनल हामी चाहिँ यहाँ आइपुगेको छौँ। यो हामी चाहिँ अहिले 5 तलामा छौँ। हाम्रो साथीहरू आएर नाच्दै हुनुहुन्छ। यहाँ स्वागत गर्ने कार्यक्रम चलिरहेछ, डान्स चलिरहेछ तल। यहाँको भ्यू चाहिँ यस्तो छ। हाम्रो चाहिँ खानपिन कार्यक्रम चलिरहेको छ। अहिले मासु भात मटन भुटन सबै चलिरहेको छ। यो गाइज दाजुले खाँदै हुनुहुन्छ। हल छ, रमाइलो छ गाइज एकदम। मेरो चाहिँ खाली भइसक्यो।
the next day. भूमि मेला औपचारिक रूपमा सुरु भइसकेको छ गाइस।
Hello.